हेलो एभ्रिवान वेलकम टु आवर न्यू ब्लग आज भोलिबाट चाहिँ मेरो स्कुल लाग्ने अनि मेरो नयाँ स्कुल भन न मेरो नयाँ स्कुल लाग्ने 1 क्लासको लागि र मैले चाहिँ यहाँ कपी रेडी गरिसकेको छु कपी होइन बुक रेडी गरेको छु सरी अनि मैले चाहिँ यो स्टिकर चाहिँ काम लागेन अनि यो चाहिँ च्याटेको हो अनि काटिसकेको हो अनि त्यसपछि अर्को पनि मैले घडी बनाएको छु यो पनि काम लागेन यो स्टिकर अनि त्यसपछि त्यही भएर बाबाले चाहिँ उता काम गरिरहेछ हेर्नुहोस् है त कभर हालिदियो छिन्छ बाबाले होइन अनि भोलिबाट चाहिँ अमिसाको स्कुल सुरु हुन्छ नयाँ स्कुल त्यो चाहिँदैन अब भोलिबाट चाहिँ अमिसाको नयाँ स्कुल सुरु हुन्छ त्यसैको लागि हामी चाहिँ अमिसाको चाहिँ बुक आएको छ अनि हामी चाहिँ यहाँ कभर हालेर अमिसाको बुक आएको छ अनि भोलिबाट चाहिँ त्यही भएर हामी चाहिँ भोलि स्कुल जानको लागि रेडी हुँदैछौँ म चाहिँ भोलि 8 बजे उठ्ने 8 बजे उठ्ने 8 बजे पनि उठे हुन्छ 7 बजे पनि 6 बजे पनि उठे हुन्छ 5 बजे पनि उठे हुन्छ हिजो बुक आएको थियो अनि हामीले चाहिँ आज कभर हाल्दैछौँ अनि अब कभर हालेर अनि ब्याग रेडी गरेर बक्स हामीले रेडी गरिसकेका छौँ बक्स चाहिँ हामीले रेडी गरिसकेका छौँ हामीले आज नै रेडी गरेर कलर लिएर आएको थियौँ देखाइदिन्छु न बक्स पनि लिएर आएको छु पहिला म तपाईँहरूलाई गाइजलाई देखाइदिन्छु है यस्तो छ अमिसाको पहिला सुरुबाट भने देखाइन्छ नि अमिसाको यो चाहिँ बक्स हो यो बक्स हो तर अमिसालाई स्कुलमा बक्स लानु चाहिँ पर्दैन पर्न चाहिँ 3 क्लासमा मात्रै लिएर जाने हो म भन्छु सुन्छ न अनि यहाँ हेर्नुहोस् अनि यहाँ हेर्नुहोस् है त यो सबै कसले राखे मुनि राखिदिएको अनि त्यसपछि अब यस्तो गर्छ अब यसलाई राख्ने राम्रोसँग राख्नु है राबेला बन्द गर्ने गाइस मेरो कलर्स बाबा वाउ रबरको पनि हेर्छु यहाँ छ नि रबर यसलाई बन्द गर्ने एकछिन यहाँ यो हामीले आज कलर किनेर लिएर आएको अमिसाको लागि गाइस यत्रो ठुलो ठुलो छ हेर्नु हो यत्रो ठुलो ठुलो छ है गाइस डाँडाको हो न ठुलो छ खासमा स्कुलमा चाहिँ बक्स लानु पर्दैन स्कुलमै 3 सम्म कम्पलसरी हो तर यो चाहिँ अमिसाको घरको लागि पुरानो बक्स पुरानो भएको थियो नि त मसँग छ च्यात्तिसकेको थियो त्यो त हैन च्यात्तिसकेको छ है म तपाईहरुलाई च्यात्तेको देखाइदिन्छु अमिसाले च्यात्तेको देखाइदिन्छ है अनि यो चाहिँ अब अमिसालाई घरमा युज गर्नको लागि यो बक्स हो यहाँ हेर्नुस् गाइस च्यात्तेको पहिला चाहिँ यस्तो बक्स थियो अमिसाको यस्तो भयो मुसाले खाइदियो पुरै च्यात्तिया छ पुरै मुसाले खाइदिसक्यो बसिसक्यो तपाईहरुले हेर्नु है त तपाईहरुले यो बक्स हाम्रो लागि यो बक्स कमेन्ट गर्नु होला अनि बाबालाई कस्तो लाग्दैछ छोरीको बुकको कभर हाल्दाखेरि ए रमाइलो भोलिबाट छोरी 1 मा जाने कस्तो लागिरहेछ रुन मन लागिरहेछ होला रुन लागेको मैले अनि हजुर भोलि स्कुल जाँदाखेरि रोइसिन्छ कि रोइसिन्न अमिसा डर लागिरहेछ के हुन्छ डर लागिरहेछ के हुन्छ हेरौँ रे के हुन्छ किन डर लाग्यो त्यतिकै उइ अझै दुईटा बाँकी छ अझै 2टा बाँकी छ है गाइस 3 वटा बुकमा कभर हाल्नु बाँकी छ अझै यहाँ हेर्नुहोस् मलाई अझै मौका मिलिसक्यो पहिला मामुहरू पढ्दाखेरि पनि छ होइन यस्तो बुकहरू आएको बेलामा त हामी त यस्तो पल्टाएर सुँग्थ्यौँ नि कस्तो बास्ना आउँछ नि त्यहाँभित्र थाहा छ हजुरहरूको यो बुकमा भन्दा हजुरको यो बुकमा खासै धेरै बास्ना आउँदैन हाम्रो पहिला हामी पढ्दाखेरिको बुकमा कस्तो धेरै बास्ना आउँथ्यो अमिसा चाहिँ यहाँ खेल्दै रहेछिन्छ अनि त्यसपछि हामी नयाँ बुक किनेको बेलामा यति धेरै खुसी हुन्थ्यौँ गाइस यहाँ चाहिँ कला लेखिरहेछ अनि कालो लेखिरहेछ अनि किरण लेखेछ तपाईहरु मामुले हेर्न सक्नुहुन्छ पुरै बम भइसक्यो सारा भन न यहाँ हेर्नुहोस् त मामु रिसाइसकेको छ बाबा त किन रिसाइसकेको त्यही पनि भनिदेऊ न किन रिसाइसकेको हो भने मामु तिमी भन त्यो थाहा भयो बाबाले बाङ्गो टेरो हालिसक्यो नि त त्यही भएर मामु बाबासँग होइन म तिमीसँग रिसाएको हो कि किन त्यसबाट कतिवटा युज गरेको एउटा मात्रै युज गरेको एउटा कभरले 3टा बुकलाई पुग्ने रहेछ अमिसा चाहिँ बढी भएको कभरको योबाट माला लाउँदै होइन्छ
होइन हामीले चाहिँ कभर हालेर भ्याइसक्यौँ कभर हालेर नाम लेखेर पनि भ्याइसक्यौँ मिस ल ब्याग ल्याएछ त अमिसा बाबाले मिलाएर हालिदिन्छ ओके अनि अमिसाले चाहिँ दिउँसोदेखि एक्साइटेड भएर कतिखेर हाल्ने माने अनि भोलि त सबै पठाउनु पऱ्यो नि त ब्याग चाहिँ हामीले अस्ति किनेर ल्याएर यहाँ बार दराजमा थन्केको थियौँ ब्याग अमिसाको नयाँ ब्याग खासमा चाहिँ अमिसाको पुरानो ब्याग पनि फाटेको त छैन होइन तर त्यो चाहिँ अब युकेसम्मको मात्रै थियो क्या सानो थियो नि त ब्याग अब बुकहरू अटाउनु आउँदैन नि त ल बाबा यहाँ हालिदिन्छ नयाँ बुक सबै मिलाएर कस्तो लाग्यो भने ए एउटामा लेख्न छुट्टी छ के यो यस्तो भएछ क्या यो पोहोरको स्टिकर है राम्रो यस्तो चिप्लोमा गमले कहाँ टाँसिन्छ पनि टाँसिँदैन नि यस्तो भयो क्या साथीहरू नाम त लेख्नु पर्ला नि त अब भोलिमा बिहान नयाँ किनेर ल्याउनु पऱ्यो अझ पुरै बुक आएकै छैन बक्स त हाल्नु पर्दैन छोरा बक्स त लानु पर्दैन ह्याङ्की निकालिसक्यो एउटा ल ए अमिसा यति एक्साइटेड भइसक्छ कि के कुरा गरे साध्यै छैन दिउँसै कभर हालौँ भनिरहेको थियो ब्याग बोकेपछि चाहिँ अब ओ माई गड गरौँको छ कि छैन बेबी अब खुसीले पनि केही नआउँथ्यो भने अहिले त खुसी केही छैन सीमा छैन हामीले चाहिँ अब कभर सभर हालेर ब्यागमा हालेर रेडी गरेर राखेको छ होइन अहिले बनाइरहेको भिडियोहरू सबै प्रायः मैले मेमोरीको लागि नै बनाइरहेको छु क्या पछि गएर चाहिँ यस्तो यो वान क्लास त अमिसा यस्तो थियो यताउति भनेर पछि हामीलाई मेमोरीको लागि हुन्छ भनेर मैले भिडियोहरू बनाइरहेको छु अहिले चाहिँ अनि अस्तिको त्यो के भन्छ उसको क्या के अरे ग्रेजुएसन डेको भिडियो पनि मैले त्यो मेमोरीको लागि बनाएको थिएँ अनि यो भिडियो पनि मेमोरीको लागि हो अनि त्यही हो साथीहरू राम्रो भिडियो हेर्दै गर्नु होला अब चाहिँ अमिसा सुतिसिन्छ अहिले 10 बजिसकेको छ अब अमिसा अहिले सुतिसिन्छ ओके साथीहरू अब चाहिँ म सुत्छु तपाईँहरूले पहिला फर्स्टमा ब्याग देखाउँछ है अघि भएर त्यत्रो हेभी छ है हेभी यहाँ हाल्न सक्नुहुन्छ यहाँ हाल्न सक्नुहुन्छ है ए बाबा कति हाँस्नु ल लु राख त कति हेभी छ अब गुड नाइट भन्नु फोटो राख्दैछ न ल म राखिदिन्छु अब यहाँ अब सबैजनालाई गुड नाइट भनिदियो गुड नाइट अब बाँकी भिडियो भोलि आउँछ है अब बाँकी भिडियो भोलि आउँछ अमिसा स्कुल जाँदाको अमिसाले दिनभरि स्कुलमा के गर्दा रहेछु टाइम स्पेन्ड गरेर अनि कस्तो फिल हुन्छ उसलाई होइन अमिसा चाहिँ आज उठिसकिसक्यो होइन सधैँ अरू बेलामा अस्ति बिदा हुँदाखेरि सधैँभरि 9 बजे 8 बजे हामीले नै उठाउनु पर्थ्यो कि अमिसा उठिस्यो यति बजिसक्यो भनेर है आज चाहिँ स्कुल जानेको खुसीले होला के भएर हो 7:30 बजे आफै उठेर आयो क्या अमिसा त अनि मैले अठु चाहिँ सबभन्दा चाँडै उठ्ने मान्छे यही हो घरमा सबभन्दा चाँडै उठ्ने मान्छे है ल अब गाइज अब चाहिँ अमिसा तातो पानी खाइसिन्छ अनि त्यसपछि के खाइसिन्छ काजु बदाम खाइसिन्छ अनि त्यसपछि एकछिन रेस्ट गरेर रेडी भइसिन्छ गाइज यो लाएर जानु है त्यो होइन पाइन्ट लाएर जाने हो अनि ड्रेस सिलाइसकेको छैन रे त्यही भएर अब अहिले नसिलाउन्जेल अमिसाले अब ड्रेस लाएर गइसिन्छ केयर गर्दै भइसिन्छ यहाँ ए मार क्रिम लाउँदै भइसिन्छ कस्तो माया लागेको है छोरीको लाग्यो एक्कासी भन न अमिसा एक्कासी लागिहाल्यो नि अरू बेलामा ड्याम कुट्ने मैले कहाँ पिटिया त नि बाबाले त कुटिसे होइन है अमिसा बिहार भइ त हदन पिट्छ नि गाली चाहिँ गर्छिन्छ बाबाले पिट्न त पिटिसे होइन है अरू बेला टेन पिट्ने हो अरू बेला ड्याम पिटिसिन्छ आज के भयो त अरे आइया कति हाँस्नु ल अब माम खानु पर्छ अमिसा रेडी भइसकेको कपाल कोर्न बाँकी रहेछ नि त गाइज मेरो चाहिँ आजबाट स्कुल लागेको त्यही भएर म त छिटो छिटो पनि आज त लास्टै छिटो 7:30 बजे उठेर बाबा कति बज्यो भनेर सोधिरहेको थियो अमिसाले बिहान उठ्ने बित्तिकै कति बज्यो भनेर सोधिरहेको थियो अनि निन्द्रा लाएर होला अनि मैले बाबालाई बाबा भाँडिदिएछु नगे लेट भयो भनेर भनेको थिएँ गाइज अब त्यसो नबसिस राम्रोसँग बस गाइज ल म चाहिँ माम खाँदैछु अमिसा चाहिँ माम खाँदै भइसिन्छ ढिला भइसक्यो है अमिसाले
बाई 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 अब हामी पनि बाहिर जाने अलिक चाँडै पठाउने भने झन् ढिलै भयो ल बाई बाई अक्सु अमिसा हेभ अ गुड डे चाँडै आउँछ है मम्मा लिन बाई बाई A few moments later. आछु हामी चाहिँ अब अमिसा लिन जानको लागि रेडी भएछौँ अहिले चाहिँ 3 बज्यो अब अमिसाको चाहिँ 3:15 अब यहाँबाट हिँड्दै हिँड्दै अक्सतालाई लिएर जाँदा ठिक्कै हुन्छ अबे के गरेको हामी चाहिँ यहाँ घरबाट निस्किँदैछौँ अबे के गरेको आइया आइया जाऊँ 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 हामी गुगु लिन जाऊँ हिँडिस ए ढोका खोल्छु मम्माले ल हिँड दगी गयो आछु पनि जाने मम्मा पनि जाने है अमिसाको स्कुल चाहिँ यहाँ उसबाट देखिन्छ क्या यहीँबाट देखिन्छ घरबाटै ऊ त्यो परले हो के ऊ त्यो येल्लो कलरको बिल्डिङ हो अनि हामी चाहिँ यताबाट जाँदैछौँ अमिसाको स्कुल चाहिँ यो हो तर यता चाहिँ 2 देखि मात्रै छ 2 देखि माथि चाहिँ यताको यहाँको गेटबाट रिसिभ गर्ने हो तर हामी चाहिँ यता जान्छौँ भित्रपट्टि छ हाम्रो स्कुल चाहिँ बिल्डिङ चाहिँ अच्छा गुगु लिन आइसकेको हो दौडिनु हुँदैन क्या यो गेटबाट लिने हो अमिसालाई अमिसा पनि त्यहाँ चिन्छ अमिसा हेलो हामीलाई तुलिरहेको छ रहेछ हो अमिसा थापा हो बाई गर्दै म्यामलाई आऊ अक्षिता हजुर के लागिसक्यो वेलकम लोयल्स फर्स्ट डे अफ स्कुल इन 2082 अमिसा चाहिँ आज 3 क्लासमा पढेर आइस्यो 1 मा हो म त हजुरलाई आज फर्स्ट डे अमिसा त रोइसिन्छ कि भनेर कस्तो चिन्ता लागेको थियो रोइन कस्तो नरोको त रोको भयो हुन्थ्यो नि एकचोटि रुनु पर्थ्यो नि त रमाइलो भयो स्कुल जानलाई ल झडा पऱ्यो आज झडै पऱ्यो साथीसँग काइरोपसँग कट्टी चाहिँ गरेको फर्स्ट डेमै कट्टी गरिदिइसकेको फेरि मिलिहालेको ल साथीहरू काइरो भनेको चाहिँ अमिसाको युकेजी एलकेजी पढेको साथी हो अनि ऊ पनि यहीँ पढेको छ कि ऊ पनि यहीँ पढेको आज भेटेको अझै फर्स्ट दिनमै कट्टी भइसक्यो अरे अनि बोलचाल पनि भइसक्यो डाँडा उक्लिसिन्छ है अमिसा हजुर उक्लिस है के खाजा खाइस आज बेबी हजुर लन्ची पास्ता र मोमोको अचार कतिखेर खाइसक्यो बेबी 1 बजे अहिले भोक लाग्छ छैन त नि हजुर के खाने त खाजा दुध बिस्कुट खाल दुध बिस्कुट खाने दिनकै दुध बिस्कुट अमिसालाई के खान पर्यो अरे के हो बडफ भने आइसक्रिम किने त आइसक्रिम किनेर घर खाने ओके दुध माग छोडो दुध 1 लिटर यहाँ आऊ यहाँ ठुल्ठुलो आइसक्रिम आएन हो त्यो कति हो यत्रो क्या 500 को 500 कि कतिको के भन्नुभयो यो चाहिँ मिठो हुन्छ हौ यो लैजाउँ ल त्यो त कोनमा खाने क्या घर ल कति हो यसको नाजिको छ ल अरू के खाने भने के खानु मन छ भनेको आज फर्स्ट दिन स्कुलमा जे भने त्यही खानिदिनु पऱ्यो नि त नत्र फेरि नपढ्लान् अब आइसक्रिम त भइसक्यो अब ओरियो खाने भने ओरियो छ त एउटा सानो खालको दिनु न मेरो छोरी यत्रो 6 वर्ष भयो यसमा ओरियो बिस्कुट खाएन अरे के सुन्नु परेको यो त्यही भएर आज किनिदिनु लगाएको मैले होइन त्यसमा त यो हुन्छ यस्तो हुन्छ ओरियो भने आज फर्स्ट टाइम खाँदै होइसिन्छ अरे ओरियो होइन अमिसाले चाहिँ अमिसाको चाहिँ हो कहाँ खाएकै छैन नि अमिसाको चाहिँ यस्तै छ 2 महिना 3 महिना जति एउटा केही खानेकुराहरू खाँदैन भने अनि त्यहाँबाट किनिदियो भने चाहिँ ओहो मैले त यो कहिले खाएकै थिएन आज फर्स्ट टाइम खाएको भनिसिन्छ क्या अमिसाले चाहिँ घर आयो मफी मक्ख परेछ फेरि किन हो मक्ख परेको ढोका खोला ल हामी चाहिँ घर आइपुग्यौँ अनि अमिसा आइसक्रिम खाँदै होइसिन्छ अक्षता पनि आइसक्रिम खाँदै होइसिन्छ है अक्षता है अक्षताको आइसक्रिम अलि स्पेसल छ एक्स्ट्रा भनौँ न होइन
अक्षताको चक्लेटी आइसक्रिम हो है। ल अब कस्तो भयो त अमिसा हजुरको ओभरअल आजको दिन कस्तो भयो? रमाइलो। अनि म त हजुर रोइछु कि भन्नु सोध्दा स्कुलमा रोइछन्? ल अमिसाले चाहिँ एकदम इन्जोय गरेछु अरे स्कुलमा। अनि अब हजुर चाहिँ होइन म यो भिडियो हजुरको भिडियो अपलोड गरिदिन्छु कि टिकटकमा, सरी टिकटकमा होइन युट्युबमा। अनि हजुर भोलिपछि ठुलो भएपछि हेर्न मिल्छ है। म 1 क्लास जाँदाखेरि कस्तो थिएँ, मैले के गरेको थिएँ भनेर हजुरलाई थाहा हुन्छ होइन। अनि त्यही भएर पनि मैले भिडियो बनाइदिएँ हो क्या। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो होइन, राम्रो नराम्रो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। हाम्रो भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला। अनि हाम्रो च्यानललाई अमिसा सब्सक्राइब गर्नुभएको छैन भने लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला है। थ्याङ्क यू फर वाचिङ। यति बेलासम्म हाम्रो भिडियोलाई हेरेर साथ दिनुभयो, हामीलाई माया गर्नुभयो, त्यसको लागि थ्याङ्क यू सो मच। बाई बाई, बाई। हेभ अ ग्रेट टाइम। सेम